पर्फेक्ट टेन्स को बारेमा कुरा गर्दाखेरि हामीले के बुझ्न पर्यो? सबभन्दा पहिला नेपालीबाट इंग्लिश कसरी बनाउने, नेपालीमा चाहिँ तपाई बुझ्न पर्यो धातुमा चाहिँ एकको एकी व एका प्लस पास्ट का कुराहरू यदि जोडिए भने जस्तै थिए थियो भन्नाले सिम्पली बुझ्न पर्यो थिए थियो थियौं थिन थिस इटीसी यस्ता कुराहरू यदि आइरहेछ भने त्यसलाई तपाईहरुले के मान्न पर्यो? यो नेपालीको सेन्टेन्स चाहिँ पास्ट पर्फेक्ट कन्टिन्युअस को रुल के अरे पास्ट पर्फेक्ट को रुल प्रयोग गरेर लेख्नु पर्ने हुन्छ वा बोल्नु पर्ने हुन्छ। सबभन्दा पहिला हामी यसको रुलको कुरा गर्छौं। अफर्मेटिभ रुल यसको के छ भने सब्जेक्ट प्लस तपाईहरुलाई थाहा छ पर्फेक्ट भनेको भित्री हुन्छ, त्यसको अगाडि हैव को फर्म आउँछ। हैव को फर्म भन्ने बित्तिकै पास्ट V2 हो, त्यही भएर हेड आयो र यहाँ हामी पर्फेक्ट भनेको भित्री लेखि नै हाल्यौं प्लस के आयो त अब्जेक्ट आइदियो। अब यसको नेगेटिभ रुल बनाउँदाखेरि तपाईलाई थाहा छ एक्सिलरी वर्ब छ भने जस्ताको त्यस्तै त्यसमा हामी के गर्छौं नट थप्छौं, केही गर्न पर्दैन र बाँकी सेम लेख्छौं। एस्नो क्वेशन बनाउँदाखेरि एस्नो क्वेशनमा हामी के गर्छौं त एक्सिलरी वर्बलाई अगाडि लाउँछौं, बाँकी यथावत जस्ताको त्यस्तै हामी लेख्छौं। बचेका पार्ट्सहरु के बचेछन्? सब्जेक्ट पछाडी के छ हेर्नुस् नट। नेगेटिभ बनाउँदा नट राख्नु होला, अदरवाइज नलेखे पनि हुन्छ। र यो नट चाहिँ यदि तपाई हेड सित सर्ट फर्ममा लेख्नु भयो भने यहाँ लेखिन्छ, हेड एन्ड गर्नु भयो भने यहाँ नट आइहाल्छ, यहाँ आउँदैन। त्यो कुरा पनि माइन्डमा राखिराख्नु होला। प्लस के आयो त थर्ड फर्म अब्जेक्ट एन्ड क्वेशन मार्क। यसपछि के आउँछ त WH क्वेशन। WH क्वेशनमा केही गर्न पर्दैन, तपाईलाई अगाडि के राख्दिने हो WH वर्ड प्लस बाँकी सबै के छ त सेम सब्जेक्ट नट verb 3 अब्जेक्ट एन्ड क्वेशन मार्क। अब तपाईलाई एउटा सजिलो कुरा छ के सजिलो छ त एउटै एक्सिलरी छ हेड भनेपछि सबै सब्जेक्ट सित हेड मात्रै हुन्छ, त्यसमा कुनै कन्फ्युजन नहोस् तपाईहरुलाई। अब म तपाईलाई एउटा एक्जाम्पल डेमो बताउँछु नेपाली